गाउँकै जीवन स्वर्ग छ जिउनलाई कम्ती हुन्न दुधको रस पिउनलाई मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ ठुलो भन्न पाउँदिनौ उकाली र ओराली गरेर पर्छ गाउँकै जीवन स्वर्ग छ जिउनलाई कम्ती हुन्न दुधको रस पिउनलाई मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकाली र ओराली गरेर पर्छ उकाली र ओराली गरेर पर्छ। हेलो गाइज, म चाहिँ घाँस काट्दैछु। घाँस काटिसकेर ठुटा काट्नतिर लागेँ। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ यति बेला? हाम्रो इलामतिर चाहिँ यति बेला अम्लिसोको घाँसको सिजन छ। अनि घाँस काट्न त सजिलै छ, तर ठुटा काट्न चाहिँ धेरै गाह्रो छ। अनि ठुटा काट्दै बसिराखेको। हामी चाहिँ, तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ? ठुटा काट्नलाई मजा आउने साथीहरू चाहिँ को छ? अनि नजान्ने साथीहरू चाहिँ को हुनुहुन्छ? कमेन्ट गर्नु होला। ठुटा काटिसकेर चाहिँ मैले खाजा ल्याएको छु। त्यो चाहिँ रक्सी होइन है, बोतलको चाहिँ चिया हो, दुधवाला चिया। अनि एउटा चाउचाउ चाहिँ भोक लाग्यो नि त, अनि खानु लागेको। भोक लाग्दा चाउचाउ पनि मिठो हुने रहेछ। ट्राई गर्नु होला दुधवाला चिया र चाउचाउ।